होइन विधिको शासन भन्ने अदालतले नक्सै पास नगरी छैन नक्सा पास छैन। हामी तपाईँलाई चिठी देखाउँछौँ नि बालेन शाहको उसबाट हामीलाई चाहिँ मागेका थियौँ सूचना। हेर्नुहोस् है यी लेखेकै कुरा मैले चाहिँ निवेदन दिएको थिएँ। यो काठमाडौँ जिल्ला अदालतको अन्डरग्राउन्ड के नाममा पास गरेको छ, यो बेसमेन्टमा चाहिँ त्यो चाहिँ ठुला चाहिँ सिलिन्डर सहितका चाहिँ चुलाहरू राखेर त्यहाँ आगो बाल्न पाइन्छ पाइँदैन, त्यहाँ हाम्रो मुन्सी अड्डादेखिका अभिलेखका किताबहरू छन् त्यसलाई असर गर्छ कि गर्दैन, त्यो बेसमेन्टमा चाहिँ त्यो चाहिँ के अवस्थामा छ भनेर सूचना माग गरेको। यहाँ हेर्नु न के भन्यो, 80 साल 3 महिना 20 गते यज्ञमणि नेउपानेले काठमाडौँ जिल्ला अदालतमा रहेको भवनको सम्बन्धमा सूचना उपलब्ध गराइदिने सम्बन्धमा पत्र प्राप्त भई बेहोरा अवगत भयो। सो सम्बन्धमा काजी कामनपाई 11 स्थित काठमाडौँ जिल्ला अदालतको नक्सा पास नक्सा स्वीकृति भएको कम्प्युटर इन्ट्री अभिलेखमा कहीँ पनि नभएको कर्मचारीबाट प्रतिवेदन पेश भएको हुँदा सोही बेहोरा अनुरोध छ भन्यो के नक्सा पास गरे होइन। अन्डरग्राउन्डमा नक्सा पास नगरिकन त केही कामै गर्न पाइँदैन थियो, त्यो त एउटा दोस्रो कुरा भयो। यो ठाउँमा के हो भने क्यान्टिन राख्नका लागि पाइँदैन, यो मानव स्वास्थ्यको दृष्टिकोणले पनि पाइँदैन, यो चाहिँ अहिले कुनै पनि हालतमा पाउँदैन। हेर्नुहोस् मानवको स्वास्थ्यका लागि पनि हावा बहाव चाहिँ चल्ने हुनुपर्छ अरे, त्यो पनि छैन। त्यहाँ हामीहरूको चाहिँ अभिलेख छ के, त्यो साबिकदेखि नेपालको न्यायिक जगतको सुरुवात हुँदादेखि त्यहाँ चाहिँ मिसिलहरू त्यहाँ चाहिँ राखिँदै आएको अभिलेख छ। त्यहाँ एउटा सिलिन्डर जल्दाखेरि मान्छेको ज्यान गएको छ, दुनियाँ घरमा भएको छ। यहाँ 100वटा सिलिन्डर छन्, 100वटा 50-60वटा भन्दा बढी 100वटासम्म सिलिन्डरहरू चाहिँ त्यहाँ राखेर चाहिँ गरिएको छ। त्यो हाम्रो अभिलेख डढ्यो भने के हुन्छ यो अदालतलाई मतलब छैन। अनि यहाँ अहिले पुलिस लगाएर हामी माथि चाहिँ बाहिर भनिराखेको छ, आउने जाने होइन, हामी अदालतभित्र जाने हो, हामीलाई भित्र क्षेत्र जे भइगयो नि त। हामी त चाहिँ श्रेष्ठदारलाई बुझाउने हो, जिल्ला न्यायाधीशलाई बुझाउने हो, त्यो ठाउँ आजैदेखि खाली गर्नुपर्छ। त्यो चाहिँ पार्किङको ठाउँमा क्यान्टिन होइन, अब आजैदेखि त्यहाँ हामी वकिलहरूले पार्किङ सुरु गर्छौँ, सर्वसाधारणले पार्किङ सुरु गर्नुहुन्छ। अहिलेसम्म पार्किङ भइरहेको छैन अन्डरग्राउन्डमा, कहाँ पार्किङ गर्न दिएको छैन, बाहिर नगरपालिकाले दिँदैन, भित्र काठमाडौँ जिल्ला अदालतले दिँदैन। अब काठमाडौँ जिल्ला अदालतलाई नक्सै पास गर्नु पर्दैन किन दिन्थ्यो र? अनि न सर्वसाधारण न वकिलका लागि त यो त कुनै पनि ठाउँ छैन यहाँ पार्किङको ठाउँ। त्यसैले आज हामी यो ज्ञापन पत्र बुझाउँदैछौँ, सम्पूर्ण कानुन व्यवसायीलाई हामी एकबद्ध भएर हामी चाहिँ सहीछाप गर्छौँ र आजैदेखि यो पार्किङ खुल्ला गरिएन भने हामी हाम्रा चाहिँ सङ्घर्षका कार्यक्रम सुरु यहीँबाट हुन्छ। हेर्नुहोस् यो अत्याचार भयो, अन्याय भयो, अति भयो, अति भएपछि थामिँदैन। हेर्नुहोस् अदालतमा यस्तो हुन्छ, यो अदालतले भन्नु पर्दैन, देखाउनु पर्दैन, आम नागरिकले सेवा लिँदाखेरि कहाँ पार्किङ गर्ने, कहाँ व्यवस्थापन गर्ने सवारी साधनको भन्नु पर्दैन। आफू अन्डरग्राउन्डमा पार्किङ गर्ने न्यायाधीश र कर्मचारीले सर्वसाधारणका लागि चाहिँदैन, वकिलका लागि चाहिँदैन। नेपाल बारको राजनीति गर्यो त हामी कानुन व्यवसायहरू राजनीति गर्नु परेको छैन। हामी सर्वसाधारणको हक हित र सुरक्षाका लागि र यो पार्किङ व्यवस्थाका लागि आवाज उठाउँछौँ। हामी जे गर्नुपर्न तयार छौँ, श्रेष्ठदार आउनुपर्छ, हामीसँग भन्नुपर्छ हामीलाई पार्किङ नदिनुको कारण के हो, अन्डरग्राउन्ड पार्किङ नखोल्नुको कारण के हो, पार्किङ भएको ठाउँमा क्यान्टिन चलाउनुको कारण के हो, कुन टेन्डर आह्वान गरेर चाहिँ त्यहाँ गरिएको हो, कुन कानुन बमोजिमको सम्झौता हो भन्नु पर्यो। होइन भने अदालतले गैर कानुनी काम गर्ने, आम नागरिकले गैर कानुनी काम गर्दा त हामी थुन्छौँ त। आम नागरिकले नक्सा पास नगरी घर बनाउँदा त हामी घर भत्काइदिन्छौँ त। अनि अदालतले नक्सा पास गर्नु हुँदैन, गर्नु पर्दैन, त्यतातर्फ हेरेको पनि छैन। अब त्यो क्यान्टिन भएका ठाउँमा वकिलका मोटरसाइकल नरौन्जेलसम्म हामी त्यहाँ प्रवेश गर्छौँ। श्रेष्ठदार र न्यायाधीश जिल्ला न्यायाधीशलाई हामी यो ज्ञापन पत्र बुझाउँछौँ। यो ज्ञापन पत्र होइन, यो निवेदन पत्र हो। फेरि हामी चाहिँ भन्छौँ कि यसलाई काठमाडौँ जिल्ला अदालतमा चढाएको निवेदन पत्र, यो राजनीतिक दस्तावेज होइन, कानुनी दस्तावेज हो। यसको निर्णय हुनुपर्छ कि त यो कानुन बमोजिम त्यो ठाउँमा पार्किङ राख्न पाउने छ भनेर व्यवस्था गर्नुपर्छ, होइन भने त्यो ठाउँमा चाहिँ हाम्रा मोटरसाइकलहरू सवारी साधनहरू रहनुपर्छ। अदालतभित्र राजनीति गर्नु हुँदैन, अदालतभित्र बेइमानी गर्नु हुँदैन, अदालतभित्र क्यान्टिन सञ्चालनका नाममा चाहिँ त्यहाँ 50औं सिलिन्डर राखेर यो अदालतको अभिलेख तलमाथि हुँदाखेरि जिम्मा कसले लिन्छ? श्रेष्ठदारले लिने हो, मुख्य न्यायाधीशले लिने हो। जागिर खान आएका कर्मचारीले बेइमानी गर्ने, नक्सा पास पनि नगरिकन कार्यालय सञ्चालन गर्ने, अनि सेवाग्राहीलाई वकिलका लागि सवारी साधनको व्यवस्था नगर्ने, यो मूलभूत कुरा हो। होइन लिने नलिने जाउँ न त, हामी क्यान्टिनमा जाउँ, तपाईँहरू हेर्न हिँड्नुहोस्।